सन् 1960 को दशक विश्वशक्ति, विज्ञान र प्रविधिको तीव्र परिवर्तनको कालखण्ड। यही ऐतिहासिक समयावधिमा नेपालका राजा श्री 5 महाराजाधिराज महेन्द्र वीर विक्रम शाह बेलायतको प्रमुख विमान उद्योग विकर्स आर्मस्ट्रङ एयरक्राफ्ट लिमिटेडको औपचारिक भ्रमणमा पुग्नुभएको थियो। विकर्स आर्मस्ट्रङ केवल एउटा कम्पनी मात्र थिएन, यो बेलायतको सैन्य शक्ति, नागरिक उड्डयन र आधुनिक प्रविधिको प्रतीक थियो। वेब्रिज सरस्थित कारखानामा राजा महेन्द्रको आगमनसँगै उच्च तहका बेलायती अधिकारीहरू उहाँको स्वागतका लागि प्रतीक्षारत थिए। सर्रे काउन्टीका महामहिम लेफ्टिनेन्ट अर्ल अफ मन्स्टर, ब्रिटिस एयरक्राफ्ट कर्पोरेसनका संयुक्त उपाध्यक्ष ब्रिगेडियर जनरल सर चार्ल्स डन्फी र विकर्स आर्मस्ट्रङका प्रबन्ध निर्देशक सर जर्ज एडवर्ड्स स्वयं उपस्थित थिए। झण्डाहरू फहराइरहेका थिए। कारखानाको वातावरण औपचारिक र सम्मानपूर्ण थियो। राजा महेन्द्रले सर्वप्रथम भ्यानगार्ड इरेक्टिङ शप भ्रमण गर्नुभयो, जहाँ विशाल विमानहरूको संरचना निर्माण भइरहेको थियो। त्यसपछि उहाँले भ्यालियन्ट बम्बर, भ्यानगार्ड ट्रान्सपोर्ट एयरक्राफ्ट र जेट प्रोभोस्ट ट्रेनर एयरक्राफ्ट नजिकबाट निरीक्षण गर्नुभयो। यस भ्रमणको अर्को विशेष पक्ष, राजा महेन्द्रसँगै उहाँका 2 छोरा पनि उपस्थित थिए। 15 वर्षीय युवराज वीरेन्द्र र 10 वर्षीय राजकुमार धीरेन्द्रले जेट प्रोभोस्ट विमानको ककपिट निरीक्षण गरे। हन्टिङ कम्पनीका प्रमुख परीक्षण पाइलट डिक र्याम्बेलोले राजकुमारहरूलाई विमानको नियन्त्रण प्रणाली, उडान उपकरण र पाइलट सिटबारे विस्तृत जानकारी दिए। राजा महेन्द्र स्वयं भ्यानगार्ड विमानभित्र प्रवेश गर्नुभयो। उहाँले विमानको भित्री संरचना, 3-3 सिटको पंक्ति, यात्रु क्याबिन र नियन्त्रण प्रणाली ध्यानपूर्वक अवलोकन गर्नुभयो। त्यसपछि उहाँलाई VC-10 एयरलाइनरको मोडल देखाइयो, जुन बेलायती नागरिक उड्डयनको भविष्यको प्रतीक मानिन्थ्यो। साथै भिजिलेन्ट एन्टी ट्याङ्क मिसाइलको नमुना पनि राजा महेन्द्रलाई प्रस्तुत गरियो। यो सबै दृश्य एउटा कुरा स्पष्ट गर्छ, राजा महेन्द्र केवल परम्परागत राजा मात्र होइन, आधुनिक विश्व बुझ्ने, प्रविधिप्रति सजग र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउने दूरदर्शी नेता हुनुहुन्थ्यो। युवराजहरूलाई साथ लिएर यस्तो उच्च प्रविधि केन्द्रको भ्रमण गर्नु भविष्यका शासकहरूलाई ज्ञान, विज्ञान र राष्ट्र निर्माणसँग जोड्ने स्पष्ट सङ्केत थियो। इतिहासका यी दुर्लभ दृश्यहरू आज पनि भन्छन्, दूरदृष्टि भएको नेतृत्व समयभन्दा धेरै अगाडि सोच्दछ।